जुन खुर्सानी देखाएर मैले मेरो भावना पोखेको होइन नि हजुर। मेरो परिस्थिति नै यस्तै छ। अनि हजुरहरूलाई यो भिडियो मैले देखाएको होइन, हजुरहरूलाई रियल भिडियो हो यो। मेरो घरमा धेरै अवस्था छ र धेरै गम्भीर छ, त्यही भएर यति भने जुडेको छ, खान पाइरहेको छ, खुसी लागेको छ, जे भयो नि जस्तो भयो नि मिठो लागेको छ। हजुरहरूलाई मैले यो देखाउन खोजेको होइन। म साँच्चीकै गरिब छु, गरिब भए पनि धनी भए पनि, तर म मनको खुसी छु एकदमै। सबैले माया र सपोर्ट गरिदिनु भन्छ, यसरी नै माया गरिदिनु होला। हजुरहरूलाई मैले खाएर देखाएको होइन, मेरो घरमा जस्तो अरूको घरमा पनि नहोस् भन्ने मेरो आशा छ र सबैले